आईसीसी टी20 विश्वकप नजिकै जाँदा सहभागी टोलीहरूले तयारीलाई तीव्र बनाएका छन्। नेपालले पनि विश्वकप लक्षित बन्द प्रशिक्षण टियु क्रिकेट स्टेडियम र मोलपानी मैदानमा तीव्र रूपमा गरिरहेको छ। हाल खेलाडीहरू अन्तिम टोलीमा स्थान बनाउन कडा अभ्यासमा जुटिरहेका छन्। नेपालको समूहमा रहेको इंग्ल्यान्डले विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरिसकेको छ। यता नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको प्रारम्भिक 24 सदस्यीय टोलीबाट भने 15 खेलाडी मात्र अन्तिम विश्वकप टोलीमा समावेश हुनेछन्। यसै कारण बन्द प्रशिक्षणमा विशेष गरी फास्ट बलरहरूबीच कडा प्रतिस्पर्धा सर्किएको देखिन्छ। 10औं संस्करणको टी20 विश्वकपको समचरणमा नेपालले 4 खेल खेल्ने तालिका छ। नेपालले 8 फेब्रुअरीमा इंग्ल्यान्ड, 12 फेब्रुअरीमा इटाली, 15 फेब्रुअरीमा वेस्ट इन्डिज तथा 17 फेब्रुअरीमा बंगलादेशसँग खेल्नेछ। यी सबै खेल मुम्बई स्थित वानखेडे स्टेडियममा हुनेछ। वानखेडे स्टेडियमको पिच ब्याटिङ मैत्री मानिन्छ। समुद्र नजिक रहेको यस मैदानमा उच्च स्कोर देखिनु सामान्य हो भने स्पिन बलरको प्रभाव तुलनात्मक रूपमा कमजोर देखिँदै आएको छ। पिचको अवस्थालाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक स्टुअर्ट ल आउँदो विश्वकपमा स्पिनर भन्दा फास्ट बलरलाई प्राथमिकता दिने रणनीतिमा देखिएका छन्। त्यसैको असर बन्द प्रशिक्षणमा फास्ट बलरको संख्या बढेको रूपमा देखिएको छ। क्यानले प्रारम्भिक टोलीमा सोमपाल कामी, करण केसी, अविनाश बोहरा, नन्दन यादव, प्रति जेसी र रूपेश सिंह गरी 6 जना फास्ट बलरलाई चाहिँ समावेश गरिएको छ। उनीहरूमध्ये सोमपाल कामी र करण केसी अनुभव र निरन्तरताका कारण विश्वकप टोलीमा स्थान पाउने लगभग पक्का पक्की देखिन्छ। पछिल्लो नेपाल प्रिमियर लिग एनपीएलमा करण केसीले 8 खेलमा 13 विकेट लिँदै राम्रो लय समातेका थिए। सोमपाल कामीले भने 7 खेलमा 9 विकेट लिए। यसरी हेर्दा उनको बलिङ ठिकठाकै देखिन्छ। एनपीएलमा अविनाश बोहराले 9 खेलमा 7.45 को इकोनोमीमा 17 विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेटकर्ता बनेका थिए। अर्का फास्ट बलर नन्दन यादवले 7 खेलमा 10 विकेट लिए। बायाँ हाते फास्ट बलर प्रति जेसीले 9 खेलमा 9 विकेट लिएका थिए भने मिडियम फास्ट बलर रूपेश सिंहले भने 6 खेलमा 3 विकेट मात्र लिन सफल भए। हालको प्रदर्शन, पिचको अवस्था र टोली सन्तुलनलाई हेर्दा आसन टी20 विश्वकपमा फास्ट बलरका रूपमा सोमपाल कामी, करण केसी, अविनाश बोहरा, नन्दन यादवले स्थान पाउन सक्ने सम्भावना उच्च देखिएको छ। टोली सन्तुलनका लागि बायाँ हाते विकल्पका रूपमा प्रति जेसी पनि छनौटमा पर्न सक्ने देखिन्छ, किनकि दायाँ हाते र बायाँ हाते कम्बिनेसन बनाउनको लागि यो निकै नै महत्वपूर्ण हुने देखिन्छ। खेलाडीहरू बीच प्रतिस्पर्धा हुनु राम्रो कुरा हो, तर क्यानले यस विषयमा मध्यनजर गरेर खेलाडी छनौट गर्नेछ भन्ने हाम्रो विश्वास छ। तपाईको विचारमा यी खेलाडीहरूमा कुन कुन खेलाडीलाई चाहिँ अन्तिम 15 मा समावेश गर्दा चाहिँ उचित हुन्छ जस्तो लाग्छ? कमेन्ट गरेर पनि हामीलाई साथ दिनुहोला। र यसपटकको विश्वकप नेपालको समचरणका 4 वटै खेल चाहिँ मुम्बईमा रहेको हुनाले नेपाली दर्शकहरूको चाहिँ निकै नै बाक्लो स्थिति हुने अवस्था छ, जसले गर्दाखेरि पनि नेपालको घरेलु मैदान जस्तै एउटा भनौं न भारतको मुम्बईमा चाहिँ नेपाली फ्यानहरूले नेपाली टिमलाई बाक्लो मात्रामा चाहिँ सपोर्ट गर्ने पनि देखिएको छ। हामी निरन्तर रूपमा यसरी नै नेपाली खेलकुद सम्बन्धी अपडेटहरू गराउनेछौं। अहिलेलाई भने बिदा चाहन्छौं। धन्यवाद।